हेलो गाइज, हामी चाहिँ आज जाँदैछौँ। खै अब कता जाँदैछौँ चाहिँ हाम्रो डेस्टिनेसन चाहिँ थाहा छैन। अहिले चाहिँ हामी घरबाट निस्किसक्यौँ 10 बजिसक्यो। अब ट्याक्कै आज हाम्रो योद्धाहरू हुनुहुन्छ। यहाँ 2 जना, पर 1 जना, मेरो पछाडि 1 जना हुनुहुन्छ अनि 1 जना घरमै हुनुहुन्छ। आउँदै हुनुहुन्छ। हामी चाहिँ 10 बजे हो घरबाट हामी निस्किसक्यौँ साथीहरू। यता आउनु हाम्रो योद्धाहरूलाई देखाउन। के छ त आज तपाईँको योजना के चाहिँ छ त? योजना अब यसो छुट्टीको टाइम होइन, यसो रमाइलो गरौँ नि त भनेर दिउँसो कति काम गर्ने, कति घाममा बस्ने, कति घरमा बस्ने भनेर हामी यसो मतलब त्यो ट्रेकिङ जस्तो होइन चुलीतिर घुम्न जाने भएर चाहिँ हामी आज निस्केको। हाम्रो अर्को योद्धाको के छ सर? मेरो त केही छैन, सबै चिलमा। केही छैन। आज तपाईँ हिँड्नको लागि रेडी हुनुहुन्छ? एकदम। घाम चाहिँ राम्रो खालको लागिरहेको छ। आज फेरि बिहानदेखि लाइन यहाँ अब बेलुका मात्रै आउँछ। लाइन नभएपछि के गर्दै बस्नु त घरमा? हामीले लाइन गएको सदुपयोग गरेको। अनि हामीले उपाय चाहिँ जङ्गलतिर जाने लगाएको। घाम चाहिँ भन्नुहुन्छ भने हाम्रो ओटिटी चाहिँ फेरि यस्तो छ, कट्टुमा टक्कैसँगले जुत्ता लाएर यता सन्देशर हुनुहुन्छ। सन्देशर तपाईँलाई कस्तो लाग्दैछ त? मलाई चाहिँ एकदम लाइन गएकोमा मजा लागिरहेको छ। ल ठिक छ। हामी चाहिँ अहिले ट्याक्कै यहाँ बिच जङ्गलमा आइरहेको छौँ। अरिटे के हो कुरो? अलिकति गरम भएको छ। अनि तर यहाँ आएपछि त मजाले खोला छ्याङछ्याङ बजिरह आनन्दले हामी बसिरहेको छौँ। ठुलो खोला हुनु परेको छरा ढुङ्गा ढुकेर बस्यो। त्यो त घिनलाग्दो हुन्छ क्या, फोडे छैन हौ, त्यत्रो खोल्टीवाला दो मात्रै हो नि त्यो त। त के गर्नु पस्न सकिन्छ हामी। त्यहाँ होइन शीतल छ नि त अझै खोल्ची ढुङ्गाहरू चाहिँ छ। दामी ठुल्ठुलो ढुङ्गाहरू छ। पहिला जानु थियो अब हामी यहाँ पुगेपछि चाहिँ हाम्रो सल्लाह चेन्ज हुन लाग्यो। हामी जताबाट खोला गएको थियौँ त्यतैबाट फर्किन लाग्यौँ साथीहरू। अहिले चाहिँ हामी ठ्याक्कै यो देखिएको चाहिँ ऐना पोखरी हो। ठ्याक्कै हो। हामी चाहिँ अहिले उकालो चढ्दैछौँ। राम 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 भगवान्, भर्खरै उकालो चढेको। बाटो चाहिँ यस्तो छ। लाग्यो सन्देश कस्तो लागिरहेको थियो तपाईँलाई? मलाई उकालो हेर्न अलिक कठिनै विवेकजी खोइ त? पछाडि अगाडि 3 जना गइसक्यो। हामी चाहिँ अलिक ल्याक्तो प्याक्तोहरू पारिसक्यो। हिँड्नु पनि सकिँदै छैन। त्यसरी हिँड्नु नसक्दै ऊ नाच्दै हामी चाहिँ बस्दै पानी खाँदै चिसो खाँदै रमाइलो गर्दै उकालो जाँदैछौँ। यो सबैजना देख्न सक्नुहुन्छ तपाईँहरू नाचिराख्नु भएको छ। झोलामा खानेकुरा बोकेको पनि धेर भइसक्यो। म चाहिँ त्यस्तो बिजोकेर बसिरहेको छु त्यहाँ। रातै भइरहेको काला पनि घामले 12 बजीको घाममा उकालो चढेको देख्न सक्नुहुन्छ तपाईँहरू त्यहाँ। म चाहिँ हिँड्न नसकेर यति बिजोक भए चाहिँ हामी अम्माले भन्ने ठाउँमा गएर मजाले हावा आइरहेको थियो बसेर शीतल हावा लिएर चाहिँ म त गिभअप गर्न लागिसकेको साथीहरू सुन्नु ल। जान सक्दिनँ जस्तो भइसक्यो। अब म चाहिँ जान सक्दिनँ साथीहरू। म त जान्न त्यस्तो भइसक्यो मलाई चाहिँ। अब उता हाम्रो उम्मेदवारहरू चाहिँ टक्कैसँगले बसिराख्नु भएको छ। हामी चाहिँ 1 2 3 4 5 6 जना आएको छौँ आज। सुमन दादा चाहिँ यस्तो खतरा नाचिराख्नु भएको छ, एकदम एनर्जेटिक भइराख्नु भएको छ दादा। यति डान्स गर्नु हो। अगाडि हिँड्ने पनि सुमन दादा नै हो। सबसे अगाडि हिँड्नुहुने चाहिँ सुमन दादा, एदु काका अनि सौगात भाइ। हामी कुशल सर, म दादा चाहिँ सबसे पछाडि बल्ल पुगेको। हामी त यस्तो नाचिराख्नु भएको छ। उकालो हिँडेर आएर पनि हेर्नु न तपाईँ। यस्तो नाचिसकेपछि हामी 1 2 वटा फोटो खिचेर त्यसपछि हामी माथि
माथि हाम्रो मौसमी दिदीको घर पुग्यौँ अनि त्यहाँ पुगेपछि गलेर पुगेको थियौँ अनि पानी सानी खायौँ चिसो खायौँ चटपटे बनाएर लिएर खायौँ तर खायौँ त्यसपछि रेस्ट गऱ्यौँ अनि ऊ खेल्दैछ त्यहाँ कोही सुतिरहेछन् कोही फुटबल खेलिरहेछन् हामी त्यहाँबाट गर्मीमा पुगेको थियौँ आनन्द शान्त शीतल भयो कोही बसिरहेछन् कोही खेलिरहेछन् कोही भिडियो बनाइरहेछन् खाएको थियो हामीले भिडियो बनाउन भुलेछौँ साथीहरू खानेको सुरुमा भिडियो त यादै भएन भोकाएर पुगेको थियौँ त्यसपछि चाहिँ त्यहाँ ऊ गीत बजाएर कोही नाच्दैछन् कोही हेरिरहेको छन् त्यस्तो चाहिँ हामी शनिबारको दिन चाहिँ यस्तो आनन्दले बितायो यसपालि लाइन पनि थिएन बिहानदेखि लाइन नआउँछ यस्तो भइदिएर चाहिँ लाइनले साह्रै बिगारेछ हामीलाई अनि त्यसपछि त्यहाँबाट हामीले फोटोहरू खिच्यौँ फोटोहरू एक दुईवटा खिच्यौँ अनि यो चाहिँ मेरो फर्किँदाको क्लिप हो है फर्किँदा चाहिँ हामी टन्न खायो अनि शीतल फिरेपछि चाहिँ हामी त्यहाँबाट फर्किँदा चाहिँ मैले फोटो भिडियोहरू त्यति धेरै खिचिनँ रहेछ यही एउटा भिडियो रहेछ त्यही भिडियोलाई मैले यहाँ लगाइदिएँ यसरी हामीले शनिबारलाई